यस्तो गर्नु लगा अझै 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 छिटो छिटो घुम्न यसो यसो भुइँमा झार्दै यसको लुगा लु भाइ लु खाऊ 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 भाइयो अब भाइ लु भइयो ल ल लु तेल लगाइदिए यहाँ खोइ तेल तेल उमा छ यहाँ थियो लु छिटो कानतिर तेल लगाइदिए कपालतिर यहाँ लगाइदिए अलिकति तेल लगाइदिए यस्तो हौ त्यो उसले नै फुलले नै अर्कोपट्टि पनि तेरी माया कि यहाँ यसरी लगा ट्याप्प समातेर लु भयो तैँले त अलिक गर्ने ठाउँ सजिलो गर्दैन दुर्गा त्यो भएन यहाँनिर बस्छ नि यहाँनिर बस्छ बिच भएन यो अलिक बनाइदिउँ कि भने त घुँडामा छ यहाँ घुँडामा यहाँ फुल्दै अलिक अगाडि लगाइदे एक ठाउँ बस भाइ बस चिज गर्ने होइन माथि उमा लगाइदे कुममा लगाइदे टाउकोमा लगाइदे यसले अलिकति सजिलो बनाइदिए भए हुन्थ्यो उता अलिकति सारेर दुर्गा फेरि गर तल तल घोडामा दुईटा हातले फेरि अब कुममा लगा अलिकति अगाडि सार्दैन त्यो दुर्गा त्यो ठाउँ खाली गर्दै त अलिकति अलिक उँधो सार्दै त बत्ती मजाले लगाउन धेरै धेरै टाउकोमा ल अझै होइन एकैचोटि होइन तलबाट अझै धेरै लगा घोडामा लगा लु लगा त्यसो अलिक टाउकोमा धेरै तेरो सबै त्यो तेरो तँलाई नै हो बस भाइ बस बस थोरै लगाइ लु भयो छोड लु भयो यो के सिकाएको यो आमा चाहिँ लु भाइ बस्छ अब यस्तो पो रमाइलो त फुल टिका बच्चा फेरि बच्चा अब लु टिका लगाइदिए सार्ने छिटो आइनेले बिस्कुट दिन्छ टिका लगाइदिए हातले पहिला सेतोले यसो गर्नु सेतो पहिला यसरी गर्नु यसरी पुरै यसरी खै त यहाँ टिक्की लगाए अब टिक्की सेतोले यता हो तलबाट माथि यहाँबाट यसरी अलिअलि पानी लगाइनुहोस् सेतो यहाँ छोराले अझै होइन अलिक मजाले लगाइदिएन हौ बाउलाई एकछिन पखाला दिन्छ आनीले दिन्छ एकछिन दिन्छ पक्क खाइ त एकछिन यो टिक्की नगर्न अघि नै रेडी गरेर अलिक सजिलो हुन्थ्यो लु लगा अब रातो सातो सबै लगाइदे वान बाई वान लगाइदे न हुन्छ दुर्गा चिसो ट्याक लगाइदिन्छ एकछिन फ्याँकिदिइ हाल्छ लु लगा अनि चिसो पर्दैन हो भने लगाइदे टिक्की दिदीले अब यहाँ यो सेतो माथिबाट ल टाइम गइसक्यो है छिटो लगा हुँदैछ अब भइसक्यो त फेरि आएको लु फेरि तल्लोमा अब तल्लोमा ल अर्को बिचको औँलाले पनि लगाइदिइरहेको छ यसले लाउँछ यसले लगा बाइले थ्याङ्क यू भने थ्याङ्क यू आन्या भने एकछिन दिन्छ आन्याले दिन्छ अनि लाउनु पहेँलो भएकै छैन अर्को कलर खोइ पर्पल लगाइदिए सबभन्दा तल ग्रिन लगाइदिए पर्पल लगाइदिए ल यहाँनिर पर्पल लगाइदिए त अलिकति दिने ल यहाँ तल यहाँ अलिकति यहाँनिर पर्पल लगाइदिए त लु बाहिर अब मालाले खोइ माला पहिला मखमली लगाइदिन्छ हौ तेरो घोजेर मान्दैन पहिला चाहिँ लगाइदिएन फुल लगाउने अब थ्याङ्क यू ल दिदीले यसरी मान्छ म त फेरि रोटी दिने यसरी दिने वा ल यहाँ टाउको थाप मेरो भाइको लागि बुझ्ने त मैले ल यहाँ खाने कुरा के दिन्छ राजालाई फोटो खिच्दिनु नमस्ते गरेर दाजुलाई हेर त पहिला ड्याडीले नमस्ते गर दिदीलाई टिका लाउनु ला न पहिला अब आनियाले लगाइदिए आनियाबाट लगाइदिनु तिमी दिदीलाई यहाँ अलि ओल्तिर आइज ल आफै
मैले त बरु फेरि आएको दिदीलाई राजा पो राम्रो लाउँदो रहेछ बरु ल आएको यहाँ तल आएको ओइ यहाँ पहेँलो पकाउने एकछिन भएकै छैन ल सबै लतबत भयो यता ल्याउ न खै रातो दिदी बिस्तार लाउँदै गरे माया दिदी भन न एकछिन पखा राम्रो फुल लाउनु ल अनि उसको माला लाउनु लाउँदा पनि हुन्छ त्यो आनियालाई दिदी दिदीलाई फुले जाने दिने पक्ष फुलाइसकेर दिने कति दिएको हाम्रो राजा त दिदीलाई ल्याइदेऊ दिदीलाई ल यहाँ दिदीलाई उठ यहाँ आइज त यहाँ जाने फुलाइसक्यो यहाँ आउनु छिटो यहाँ एकछिन छिटो आऊ यता आऊ यहाँ आऊ यहाँ आऊ यहाँ आऊ दिदी ल खोइ त मलाई लगाइदिएको ठिक फुल दिदीलाई देऊ ओ दिदीलाई देऊ आन्नालाई देऊ दुईटा हात दे देऊ दुईटा यहाँ ल यहाँ आऊ दिदी यहाँनिर आऊ कि यहाँनिर आइज यहाँ आइज ल दिने ल यहाँ दिदीलाई ढोक यहाँ दिदीलाई ढोक्ने नमस्ते नमस्ते यहाँ मलाई यहाँ बाउलाई उता बाउलाई ढोक्ने यहाँ मलाई खानेकुरा दे त यहाँ भाइलाई ल एकपट्टि जानु छ ए खोइ यहाँ पूजा गरेको भाइलाई ल यहाँ पहिला घन्टी बजाइ यहाँ धुप लगाउने पूजा गर एकछिन पछि तिमीलाई पूजा गर्ने छ राजवीर सिंहले पनि रमाइलो गर त कति राम्रो देखिएको यो कहाँको छोरा पैसा त आन्नेले त दिएको त आन्नेले खानेकुरा दिन्छ तैँले खानेकुरा दिनुभन्दा अगाडि खाइसकिस् तैँले ल घन्टी बजाउँदै भाइलाई पूजा गर मेरो भाइलाई राम्रो होस् रक्षा गर्नु भगवान् अगाडि बढ्ने बाटो नरोकिदिनु कष्ट नलागोस् मेरो भाइ नमस्ते गर बस नमस्ते यसरी घुमा न भाइलाई ल अब दिदीले दिन्छ त छोड्दैन नि भाइलाई सार्दै अब खानेकुरा ल सार्दै यो सार्दै ल नखोल्दैन किन खोलेको त्यतिकै सिङ्गै दिने हो यो पनि यो दे पहिला आफै खोल्छ भाइले दे सबै दे भाइलाई ल यहाँ दे यहाँ यो सबै दे बिस्कुट सिस्कुट सबै दिने भाइलाई यहाँ दे यो बिस्कुट भाइको टप सबै दे सबै त्यो यहाँ दे यहाँ त के खाने यो त राख ल दे ल हो त दे यहाँ राख्दैन यहाँ ल थ्याङ्क यू अब फेरि यो रोटी पनि दे रोटी पनि दे यो भाइको यो भाइको बिस्कुट पनि यहाँ छ अब होदिना पनि दे न त्यो यो खाने चिसो चाहिँ होइन कि उ त्यो बोटको हातको चाहिँ दे न यहाँ छेउमा राख्ने थालसँगै दे न बिस्कुट पनि दे थालसँगै दे ल मैले खाऊ चाहिँ के खानु अब आमाले ल्याइदिन्छ अहिले ल्याइदियो भने नत्र त्यतिकै हो भाइको बिरानी खाँदैन यो भाइको यो यो सबै टिमको तिम्रो यो कलश बनाउनु बुढी सुतिरहेको छ उयो त बाहिर छ फुलले त दिदीको कहाँ जान्छ त्यो खोइ मखमली खोलिसक्यो नि हुन्छ ल त पनि बसेर खाइ वाउ यहाँ आइज त्यो फोटो खिच्ने खोइ यिनीहरूको फोटो दुईजना फोटो खिच्यो नि यहाँ आइज बस बस्दा नि
हो त्यसरी फोटो खिचिदिन्छ बाउ राम्रो दुईजनाको यसरी भाइको खानुहुन्छ यो भाइको किन खानु बिच ल यति आइल यता बोरा सोरा आउँछ हो यति आइल चिज ल भयो बोराहरू नआउँछ खै म यहाँबाट खिच्दिनँ बोरा त आइहाल्छ नि किन आउँछ यहाँबाट खिच्दा किन चाहिँ आउँछ ठाडो खिच्नु नि के ल यो अनि यो हामी दुईजना बिजोग छ जिन्दगानी होइन देखिँदैछ मेरो त रमाइलो छ छोरी छ